अस्सलाम वालेकुम एवरीवन गाइस, क्या हाल है? उम्मीद करता हूँ आप सब बढ़िया होंगे गाइस। तो गाइस मेरा नाम सफ़ीर और मैं आया हूँ फिर एक न्यू वीडियो ले गाइस। तो गाइस मैं अभी सिक्किम रंपू में हूँ। जो मेरा शॉप है, छोटा रिपेयरिंग का दुकान था, गैस चूल्हा भट्टी किचन आइटम का थोड़ा रिपेयरिंग का दुकान था, तो बंद होने वाला है। सामान वगैरह सब पैक हम लोग कर रहे हैं, देख सकते हैं। बड़ा बड़ा सामान पैक करके अब हम लोग जाएंगे गाइस। तो कि अब हाम्रो दोकान बन्द हुँदैछ। अब सिक्किम सरकार पिएस गोले सरले भन्नुभयो कि अब यहाँ दोकान चलाउनु पाउँदैन। अब जसको यहाँको सिक्किम सब्जेक्ट छ, जसको यहाँको पर्जापट्टाहरू छ, उसले मात्रै चलाउनु पाउँछ। त हाम्रो त यहाँ छैन, हाम्रो त रम्फूपारी बेङ्गालको डकुमेन्ट्सहरू हो। हामी त यहाँ गरी खाइरहेको थियौँ। अन्त हामी दोकान मात्रै थापेको थियो, बस्नु त पारी नै बस्दै थियो। अन्त यहाँनिर अब दोकान चलाउनु दिँदैन। अन्त घर मालिकले पनि दोकान मालिकले पनि भन्यो कि भाइ तिमी दोकान खाली गरिदिनु, किनकि अब यस्तो छ कि चेकिङ आयो भने ठिक हुँदैन, त्योभन्दा राम्रो तपाईँ दोकान खाली गरिदिनु भन्नुभयो। अन्त मैले भने अब के गर्नु, अब दोकान त खाली नै गर्नु पऱ्यो, अब त अरू केही उपाय छैन। अब हामीले दोकानहरूको सामानहरू सबै प्याक गरेर राखिसक्यो, हेर्नुहोस् है तपाईँहरू। अन्त यहाँ बोरामा हाल्दैछु, अर्को बोराहरू पनि हामीले प्याक गरेर राखिसक्यो। यता काउन्टरहरू खाली गर्दैछु, अलिक टाइम लाग्छ, एक दुई दिन जस्तो लाग्छ सबै सामानहरू खाली गरेर हामीले चाहिँ अब कहीँनिर राखिदिन्छ। अनि त्यहाँदेखि अब के हुन्छ, सरकारको के निर्णय आउनुहुन्छ, त्यहाँदेखि हामी कसरी गर्नु नगर्नु त्यो बादमा अब हुन्छ। जब सरकारले केही सुविधा दिए भने, केही हाम्रो लागि केही सोचिदिनु भयो भने चाहिँ हामी फेरि गरी खान्छ यता, नभए भने चाहिँ अलिकति साह्रै छ। नानीहरू पनि पढाउनु पर्ने छ, हामीले यही काम गरेर अरू काम त आउँदैन हामीलाई। 15-16 सालदेखि हामी यहाँ गरेको रम्फूमा। अन्त यति नै भन्न चाहन्छु। त